पर्ने हो उजाला हात ल फाइनल भइसक्यो अब हामी केही बियरमा गोपालले के हजुरको छोराले त्यो भएर सुटिङ आएको काठमाडौँ जानु भन्नु चाहिँ तपाईँ ल्याउनु अब अब अङ्कलाई ठ्याक्क ल यो ठ्याक्क खोल्दै भाइ कुरा भइरहेको छ बेला र किसानले कुरा त गरेको थियो म त्यतिर जान्छु के त भने हेलो साथीहरु नमस्कार वेलकम ब्याक टु माई च्यानल एजर्स ब्लग आज तपाईहरुमा धेरै दिनपछि तपाईहरुमा उपस्थित भएको छु अगाडि स्केचर आएको थियो स्केच कम्प्लिट गरेर मैले आज डेलिभरी गर्न जाँदै छु है अब र्यापिङहरु हुँदै छ र्यापिङ गर्दै छु अब र्यापिङ गरेपछि म केही समयमा यही नजिकै हो एउटा युके बाट एउटा भाइले एउटा स्केच अर्डर गर्नुभएको थियो हैन स्केच अर्डर गरेर मैले कम्प्लिट गरेको छु अब घर जान्छु उहाँको घरमा दिँदै जाँदै छु के कस्तो प्रतिक्रिया आउँछ तपाईहरुमा प्रस्तुत गर्न छु हेर्न चाहिँ नभुल्नु होला है साथीहरु अब खवा गर्छु ठ्याक्क मिलाएर कसरी हुन्छ ठ्याक्क गर्ने हो यसैले लाग्यो के जस्तो भयो ल ओके छ भैया राजा जी अब म चाहिँ गोपाल भाइको घरतर्फ लाग्दैछु यो मेरो घरदेखि अब भाइको घर जानलाई लगभग धेरै उनको 2 मिनेट बाइकमा है म यो भिडियो मार्फत के देखाउन चाहन्छु भन्दाखेरि अब भाइले मलाई एकदम विश्वास गरेर मैले गरेको काम देखेर एकदम विश्वास गरेर एउटा आफ्नो बाबुमम्मीको त्यो स्केच अर्डर गर्नुभएको थियो मैले पनि एकदम मेहनत गरेर कम्प्लिट गरेको छु त्यही फोटो अब उहाँको घरतर्फ लैजाएर बाबुमम्मीको एकदम कस्तो रेस्पोन्स आउँछ त कस्तो रियाक्सन आउँछ त भनेर मैले तपाईहरुमा देखाउन खोजेको हो लगभग उहाँको घर नजिक आइपुग्ने आइपुगेको छ भाइ अब युके हुनुहुन्छ है युकेबाट अर्डर गर्नुभएको एकदम ब्रिटिस आर्मी हुनुहुन्छ उहाँ भाइलाई एकदम धन्यवाद दिन चाहन्छु मलाई मेरो काम देखेर विश्वास काम गरेर देखेर र काम गर्ने अवसर दिनुभयो धन्यवाद दिन चाहन्छु धेरै धेरै भाइलाई अब घर नजिक आइपुगेको छ अब यही भिडियो मार्फत तपाईहरुलाई केही देखाउन चाहन्छु बुझिदिनु होला किन केही घटी कमी गल्ती भुलचुक भएको छ भने एउटा सल्लाह सुझाव दिनु होला भन्न चाहन्छु ल घर आइपुग्यो है त साथीहरु नमस्ते यहाँ गोपालले पार्सल पठाएको थिए गोपालले के हजुरको छोराले त्यो भएर सुटिङ आएको
काठमाडौँ जानु भन्नु चाहिँ कताबाट हो र आज आज होइन के भन्नु त जाने भनेको यहाँ कामै भ्याइदिन हो र मलाई चिन्नु भएन त हजुर मलाई चिन्नु भएन त खै कस्तो नचिनेर म त्यही पल्तिर बस्छ नि हाँ त्यो पल्तिर कान्छ त हो यहाँ पर्खाती नगर त मिठे भाइ म छ कहाँ त भेट भयो त कहाँ त भेट भयो को हो म हो गर्यो होइन म यही थिएँ अहिले एउटा तपाईँहरूको केही बनाउनु पठाएको थिएँ पहिला आएको विदेश गर्नुहुन्थ्यो र राम दाइ म त होइन गफैला छु मिठे भाइको भाइ हो ए तपाईँ चाहिँ उस प्रितम दाइको अङ्कल हुनुहुन्छ प्रितम दाना बस न प्रितम दाइ म सँगै काम गर्छौँ कि ए बस्नु बस् भन् उता नारायण थानदेखि माथि जङ्गलको के अरे त्यही नै अब घर आएर बस्ने भान्जाको सरुवा भयो अब त्यसैका त्यो आर्मी उता धन्यवाद अङ्कल जाजरकोटतिर सरुवा भयो के अनि टाढा भयो अब घर आएर बस्ने होला बस बाबु भनेपछि प्रितम दाइ अस्ति भन्थ्यो कि प्रितम दाइ मसँगै मूर्तिहरू बनाउँछ अनि काम गर्छ यहाँ त आउनु होइन त प्रितम दाइ त कसो आउँछ के काम पर्दैन उहाँ हुन्न त त्यही गरेको पितामले हजुर कुरा गरिराख्नुहुन्छ अब बिहा गर्ने भन्ने कुरा गर्थेँ अब यो पैसाको के गर्नु बिहा गर्ने भनेको उहिलेबाट पनि सँगै गरेँ अलिक काम अलिकति काम भएको कारणले गर्दा खासै गएन म काममा अब आज यहाँ तपाईँहरूलाई लिएर जाने भनेको चाहिँ भाइले रहर गरेको थियो क्या तपाईँको फोटो बनाउनु दिएको थियो मलाई पैसा दिएको थियो कि नै दिइसकेको हो र पानी खाने बाबा हुन्छ ल्याइदिनु चिसो खाना खानुभयो खाना खाएर त्यहाँ पानीको बिल तिर्नु जानु त भने अङ्कलले ए म यहाँ यो बाटो देखिरहेको अस्ति देखिरहेको तपाईँले देखिरहेको मैले तपाईँको बाबाको मम्मी भने थाहा छैन कि मैले पनि देखेर पनि लाग्यो तपाईँको मान्छे त्यही होइन र त्यहाँ उसको के नामहरू भएको दाइको नाम सेते भन्छ नि कहाँ गयो बाबु घर ऊ त्यहीँ हो क्या चिन्नु भयो क्या घर तपाईँले देख्नुभयो देख्नु भएन यहाँ यो नर्थ स्कुलको ड्राइभर बाबा हो क्या देख्नु भएन विदेश बसिराखेको अहिले 2-3 वर्ष भयो होला यहाँ बसेको कुन देशमा बस्नुभयो टाढो भाइ अब ठाउँमा भइहालेको किनकि दुःख भाइले नि सानैदेखि मिहिनेत गरेको थिएँ भइहाल्यो ठाउँमा कन्टिन्यू दिए यस भन्दा हामी अस्ति गयो नि त उहाँ सटोली गाउँपालिका गराइयो पितामसित सँगै ल्याउनु अङ्कल अब अङ्कललाई ठ्याक्क यो ठ्याक्क खोलेर हेर्नु के आइन्छ दुइटैले खोलेर हेर्नु कि मैले एउटा सानो भिडियो बनाएको छु भाइलाई पठाइदिनुलाई भाइमा कस्तो रेस्पोन्स आउँछ यताउति हेरिदिनु होला भन्दै भन्दै सर खोल्नु दुइटैले खोल्नु न कहिले यसबाट आउँदा दिएको कहिले भने त 5 दिन अगाडि भन्थे त केही कुरै गरेन सरप्राइज होला नि त भाइको एउटा खोल्नु केही
के गर्छ खानु भाइले कुरा भइरहेको छ बेला किसानले कुरा त गर्ने थियो म त्यतिर जान्छु फेरि त भने भाइले एकदम रहर गरेको थिएँ होइन देखिसकेको पैसा टेन्सन छैन तपाईँहरूलाई कस्तो लाग्यो भन्ने कुरो हजुर भाइले मैले गराइरहेको छु गरे भाइले त्यही इच्छा भएर मन पराएर यस्तो बनाउनु पर्दै यस्तो बनाइदिनु होला भन्छु मैले बनाएको कला मैले गराएको स्केच एकदम मन पराइदिनु भएको छ एकदम उहाँले के कस्तो लाग्यो भनेर सोधेको है उहाँले एकदम राम्रो भएको छ भन्नुहुन्छ त्यहाँभन्दा मैले धेरै बोल्न जान्दिनँ बोली नै आएन एकदम राम्रो छ भनिराख्नु भएको थियो होइन एकदम खुसी लाग्यो उहाँहरूसँग किनकि नजिक अङ्कल आन्टी मैले चिनेको छु राम्रोसँग है एकदम राम्रो मोमेन्ट बनेको छ यस्तो भाइले एकदम आफ्नो बाबाआमालाई एकदम माया गरेर होइन एकदम उपहारको स्वरूप एउटा सरप्राइज दिन खोजेको थिएँ है एकदम मैले पनि सानो केही भिडियो बनाएर भाइलाई पनि एउटा केही सजिलो होस् भनेर होइन बाबाआमाको कस्तो रेस्पोन्स आउँछ भनेर खिच्न पठाएको थिएँ एकदम राम्रो मोमेन्ट बनाऊ धन्यवाद छ भाइ होइन एकदम भेरी थ्याङ्क यू भन्न चाहन्छु आगामी पनि यस्तै स्केच आर्ट पेन्टिङ कुनै पनि होइन आर्टहरू गर्नु छ भने एजी आर्टलाई सम्पर्क गर्नुहुनेछ है गर्नु होला यही भिडियो मार्फत हेरेर मैले अङ्कलहरूको एकदम राम्रो मोमेन्ट गराइदिएको छु है एकदम खुसी हुनुभएको छ अब के बोलौँ भन्नुभएको छ होइन अब उहाँहरू एकदम सरप्राइज हुनुभएको छ एकदम रमाइलो भयो उहाँ मैले पनि यस्तै खोजेको थिएँ है मैले अब धेरै महिना भएको थियो मैले के समय नपाएको कारणले गर्दा मैले भिडियोहरू बनाउन पाएको थिएन त्यसको लागि एकदम क्षमा प्राप्ति छु तपाईँहरूमाझ यस्तै छ रमाइलो अनि एउटा यो ह्याप्पी मोमेन्ट हो यस्तै आगामी दिनमा यस्तै नयाँ सिजनमा नयाँ कलाहरू तपाईँहरूमाझ देखाउन चाहन्छु साथीहरू एकदम अन्तिमसम्म हेरेर साथ दिनुभएको छ तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु है अब मेरो पनि यही छ आशा मैले नि अब यो कामलाई कन्टिन्यू दिनेछु यो कामलाई एकदम किनकि अब फोटो भन्ने चिज होइन अब खैलाएर च्यातेर जाला यो हातले बनाएर भ्याएपछि होइन अब कहिले नि यसलाई सुरक्षित राख्ने पनि सधैँको लागि हो कि यो बुझ्नुभयो त्यही भएर अब सधैँ सब धेरै मान्छेले आजभोलि ट्रेनिङ भइरहेको छ कि होइन